नमस्ते प्रेम भाइ, यहाँलाई भेटेर असाध्यै खुसी लागेको छ। यो प्लेटफर्ममा आउन पाउँदा हामी असाध्यै ग्रेटफुल छौँ। थ्याङ्क यू सो मच। प्रेम भाइ, अब सुरु गरौँ है। आफ्नो बारेमा हामीलाई केही भनिदिनु न, तपाईँको बारेमा हामीले जान्ने मौका पाउँछौँ भाइ। ओके, थ्याङ्क यू रानी दिदीलाई नि मेरो तर्फबाट नमस्ते। अनि धेरै पछि हाम्रो भेट पनि भयो, यसरी धेरै खुसी लाग्यो। र अहिले मेरो आफ्नो बारेमा भन्नुपर्दा तत्कालै चाहिँ म चाहिँ एउटा करेन्टली बिजनेस रनिङ गरिरहेको छु पास्ट 2-3 वर्षदेखि। र यसको साथसाथै समुदायमा हामीले चाहिँ एउटा के अरे फुटबल क्लब रन गरेर लगभग 4-5 वर्ष भइसक्यो। त्यसमा चाहिँ सबैलाई अशक्तदेखि नर्मल मान्छेदेखि सबैलाई इन्क्लुसिभ गरेर समुदायमा चाहिँ एउटा उदाहरण बन्ने कोसिस गरिरहेका छौँ र यसमा पनि तत्पर लागिरहेका छौँ। अनि यसको साथसाथै दिनचर्याहरू त आफ्नो नर्मल लाइफ त भइगयो र मेन्टल हेल्थ र फिजिकल हेल्थमा पनि फोकस गरेर चाहिँ त्यो क्लबलाई अगाडि बढाउन खोज्दै आफ्नो पर्सनल लाइफलाई नै अगाडि बढाइरहेका छौँ। र तपाईँ नै आफ्नो बारेमा केही बताउनुहोस् नाता। अफकोर्स प्रेम भाइ है, म चाहिँ मेन्टल हेल्थमा जसरी हुन्छ हाम्रो कम्युनिटीलाई चाहिँ राम्रो बनाउने सोच लिएर चाहिँ म अगाडि बढेको छु। आफूलाई परेको कारण र त्यो एक्लोपन महसुस भएको कारण चाहिँ मैले चाहिँ यो अरू कसैलाई चाहिँ मैले भोगेको कुराहरू चाहिँ भोग्न नपरोस्, किनभने त्यो बेलामा त्यति वर्ष अगाडि मेरो लागि कोही थिएन भने अहिले मेन्टल हेल्थमा दुःख परेका हाम्रो नेपाली कम्युनिटीहरूको लागि चाहिँ म भए पनि पुग्छ होला भनेर चाहिँ म त्यो सोच लिएर चाहिँ उहाँहरूको साथ दिन र मेन्टल हेल्थमा अलिकति राम्रो गर्न चाहिँ म प्रयास गरिकन अगाडि बढेको छु भाइ। र जसरी हुन्छ हामीले चाहिँ एकसाथ भएर एकअर्कालाई साथ दिँदाखेरि, कोही बोल्ने मान्छे पाउँदाखेरि, आफ्नो मनको कुराहरू पोख्न पाउँदाखेरि, मनमा शान्ति हुँदाखेरि हामी धेरै कुरा अचिभ गर्न सक्छौँ, पाउन सक्छौँ। त्यसको कारण चाहिँ म त्यसमा धेरै ठुलो विश्वास गर्ने मान्छे भएकोले चाहिँ मेन्टल हेल्थ हाम्रो लागि ठुलो एउटा महत्त्वपूर्ण कुरा हो र त्यसकै लागि अगाडि बढेर नेपाली कम्युनिटीलाई चाहिँ स्ट्रङ बनाउने एउटा प्रयास हो मेरोबाट भाइ। धेरै धेरै खुसी लाग्यो दिदी त्यो कुराहरू सुनेर। र यो अहँ, भनेको एकदमै मान्छेलाई शारीरिक र मानसिक दुइटै तरिकाबाट जब मान्छे खुसी हुँदैन अगाडि बढ्न पनि धेरै गाह्रो हुन्छ। सो यो हो नि। कुरामा चाहिँ हामीले अब एकदमै विचार नै गर्नुपर्ने कुरा, एकदम सिरियस कुराहरू नै हो। र त्यसमा तपाईँ अगाडि बढिरहनु भएको रहेछ, त्यसमा धेरै नै खुसी लाग्यो। र यो कन्टिन्यू गर्नुहोला। र हामी अगाडि बढ्दै जाँदाखेरि अब म केही क्वेसनहरू तपाईँलाई पनि सोध्नेछु। र अब फर्स्ट क्वेसन चाहिँ म सुरु गर्न चाहन्छु। तपाईँको व्यक्तिगत अनुभवको आधारमा अशक्तता भएका व्यक्तिहरूले आफ्नो शारीरिक र मानसिक स्वास्थ्यको नियन्त्रण लिन किन महत्त्वपूर्ण छ? एकदम मेरो लागि चाहिँ भाइ मेन्टल हेल्थमा आफूलाई चाहिँ हामीले जोगाउनुपर्छ मेन्टल हेल्थको यो आएको रिस्क फ्याक्टरबाट होइन। र आफूबाट सुरु गर्न एकदम जरुरी छ, किनभने हामीले डक्टर्सहरूबाट औषधि पाउँला होइन, यो गर भनेर काउन्सिलर्सहरूबाट हामीले एडभाइसहरू पाउँला। तर आफूले भित्रबाट आफूलाई जगाएर चाहिँ आई क्यान डु इट भनेर त्यो महसुस गर्न एकदमै इम्पोर्टेन्ट छ। हाम्रो लागि अरूले बाँच्न सक्दैन, आफूले आफूलाई नै बचाउन जरुरी छ। त्यो मेरो लागि ठुलो कुरा हो, किनभने मैले भोगेको कुराहरू हो नि। त्यसैले मेरो पर्सनल एक्सपिरियन्सबाट भन्ने हो भने चाहिँ मैले आफूबाट सुरु गर्न एकदमै जरुरी छ। राम्रो खाने, राम्रो सोच्ने, टक्सिक इन्भाइरोमेन्टबाट टाढा बस्ने, टक्सिक मान्छेहरूलाई टाढा राख्ने, त्यो सोच गरेर आफूलाई एकदमै प्रायोरिटी बनाउँदाखेरि एक दिन त्यही माया, आफूलाई दिएको माया अरूलाई हामीले दिन सक्छौँ। त्यसैले कुनै टाइममा लाइफमा चाहिँ एकदमै आफ्नो लागि मात्रै सोच्न जरुरी छ, किनभने आफूलाई बचाउँदाखेरि हामीले अरू धेरैलाई बचाउन सक्छौँ। त्यो चाहिँ मेरो एउटा ठुलो आफूबाट अरूलाई दिने एडभाइस हो भाइ। र यस्तै यो अब मेरो बारेमा यो भयो होइन। भाइले यही क्वेसनमा मैले भाइलाई सोद्धाखेरि भाइको विचार के छ त भाइ? तपाईँले भनेको कुरा एकदमै म सहमत गर्न चाहन्छु। र तपाईँले भने जस्तै हो, मेन्टल हेल्थ साथसाथै फिजिकल हेल्थ पनि भेरी इम्पोर्टेन्ट छ। मलाई त्यो एकदमै इम्पोर्टेन्ट लाग्छ, किनभने यो मेन्टल हेल्थ र फिजिकल हेल्थ दुइटै एकअर्कामा कोरिलेटेड छन्। र तपाईँ अब मेन्टली फिट छ र फिजिकल्ली फिट छैन भने पनि यु आर नट फिट। र फिजिकल्ली फिट छ र मेन्टली फिट छैन भने पनि यु आर नट फिट। सो म चाहिँ के भन्छु भने तपाईँहरू मेन्टल्ली इल हुनुहुन्छ अथवा फिजिकल्ली कुनै कुरामा अशक्त हुनुहुन्छ भने पनि त्यसलाई चाहिँ म अशक्त छु भनेर चाहिँ त्यसरी सोच्नुभन्दा नि व्हाट द क्यान आई डु नाउ?
होइन? त्यसमा चाहिँ एक्ज्याक्टली। गर्दाखेरि स्मल बेबी स्टेपबाट स्टार्ट गर्दाखेरि बिस्तारै बिस्तारै चाहिँ तपाईँले बाइ द टाइम तपाईँले आफूमा नै एउटा कन्फिडेन्स, फोकस पाउनुहुन्छ। र त्यसपछि चाहिँ तपाईँलाई पास्ट फ्यु मन्थ्स र अहिले ममा के चेन्ज आइरहेछ त, इभन दो सम फिजिकल रिस्ट्रेन्ट भए पनि त्यो त्यो कुराहरूलाई हेर्नुभयो भने चाहिँ तपाईँले अगाडि बढ्नलाई धेरै सजिलो हुन्छ र बेबी स्टेप गर्दा गर्दै ब्याक टु तपाईँको नर्मल लाइफ जसरी तपाईँ नर्मल लाइफमा जिउनुहुन्छ, त्यसमा चाहिँ स्टार्ट गर्न एकदमै सजिलो हुन्छ। अनि त्यही भएर चाहिँ कहिले पनि अब म फिजिकल्ली इल छु अथवा मेन्टली इल छु भनेर सोच्ने भन्दा नि हाउ टु डु बेटर, होइन? कसरी चाहिँ म अगाडि बढ्न सक्छु र कसरी चाहिँ मेरो अहिलेको सिचुएसनभन्दा बेटर गर्न सकिन्छ भनेर सोचेर आफूले आफूलाई चाहिँ स्ट्रङ बनायो भने आफैमा बिस्तारै यो भनेको बिस्तारै टाइम लाग्ने कुरा हो र बाइ द टाइम इट विल पास एन्ड योर गुड टाइम विल कम। सो ब्याड टाइम इज टेम्पोररी भन्ने कुरा चाहिँ म चाहिँ त्यसरी सोचिरहेको हुन्छु र तपाईँहरू पनि यसरी नै सोच्छु भन्ने चाहिँ म अहिले एउटा सबैलाई एउटा यो एडभाइस। सल्लाह दिन चाहन्छु। ओहो भाइ गजब, मन छोयो। वेल डन है। यसरी नै मिलेर हामी समुदायलाई, हाम्रो कम्युनिटीलाई स्ट्रङ बनाउने हो। भाइलाई भेटेर एकदम गजब लाग्यो। भाइ एउटा सानो क्वेसन सोध्न चाहन्छु है भाइलाई। भन्नु न दिदी भन्नु। अब आफ्नो भनौँ न यो तपाईँले आफ्नो र समुदायका अन्य व्यक्तिहरूको लागि आफ्नोपनको भावना कसरी सिर्जना गर्नुभयो? अब यो कुरामा चाहिँ फर्स्टमा चाहिँ आफूमा कन्फिडेन्स ल्याउन पहिला गाह्रो हुन्छ। जब हामी मेन्टली र फिजिकल्ली इल हुन्छौँ अथवा मानसिक रूपमा अथवा शारीरिक रूपमा अलिकति अशक्त हुन्छौँ, अलिकति गाह्रो चाहिँ हुन्छ। तर यसमा चाहिँ कस्तो हुन्छ भने समुदायमा सर्टेन अर्गनाइजेसनहरू छ। हो त्योहरूमा तपाईँहरू कनेक्ट हुनुहोस्। अब डिफ्रेन्ट सोसियल मिडिया थ्रु अथवा डिफ्रेन्ट अर्गनाइजेसन थ्रु त्यसरी कनेक्ट हुने, अनि त्यसपछि उहाँहरूको प्रोग्रामहरूमा कनेक्ट हुने र बाइ द टाइम तपाईँ अब वर्क थ्रु पनि आफ्नो काममा पनि जस्तै काम गरिरहँदा, अब बिजनेस गरिरहँदा, बिजनेसको साथसाथै समाज सेवाको बाटोतिर पनि अलिकति आफूलाई अगाडि बढाउन सक्नुभयो अथवा सक्नु भएन भने पनि जस्ट संलग्न हुन सक्नुभयो, जस्ट सदस्य मात्रै हुनुभयो भने पनि त्यहाँबाट धेरै मान्छेहरूको चाहिँ कनेक्सन बिल्डअप हुन सकिन्छ। अनि त्यसरी कनेक्सन हुँदाहुँदै जब तपाईँ आफ्नै लेभलको जस्तै कतिपय मान्छेहरू शारीरिक अथवा मानसिक रूपमा अशक्त भए पनि त्यो गर्न चाहिरहेका मान्छेहरू त्यसरी तपाईँले आफ्नो ग्रुप बनाउन सक्नुहुन्छ र त्यसमा लिड भएर चाहिँ तपाईँ एकदमै अगाडि बढ्न सक्नुहुन्छ र सुरुमै अगाडि बढ्न नसके पनि बाइ द टाइम चाहिँ तपाईँले स्टार्ट गर्नु भने तपाईँलाई साथ दिने मान्छेहरू धेरै हुन्छन्, होइन? वाह, गजब। अनि त्यही भएर चाहिँ थ्याङ्क यू भाइ। यसरी गर्दाखेरि चाहिँ सजिलो हुन्छ जस्तो लाग्छ र अब यसको बारेमा तपाईँको विचार चाहिँ के छ त्यो पनि सुन्न पाए चाहिँ भाइ, म अगेन भाइसँग एकदमै सहमत छु। भाइसँग कुरा गर्दाखेरि कति कुरा छर्लङ्ग हुन्छ। आइम सो प्राउड अफ यु भाइ है। मेरो लागि चाहिँ मैले कसरी अगाडि बढेँ भन्दाखेरि चाहिँ मैले वोलोङगङ, म जहाँ बस्छु त्यहाँ चाहिँ मैले विङ्क, हाम्रो वोलोङगङ इलावडा नेपाली कम्युनिटी भेट्टाएँ। त्यहाँको प्रेसिडेन्टको अन्डरमा चाहिँ बसेर चाहिँ मैले मेन्टल हेल्थ वेलबिङ प्रोग्राम्सहरू गर्ने एउटा प्रोग्रामहरू बनाउन सकेँ, कम्युनिटीलाई मिलाउन सकेँ। मेन्टल हेल्थ कति जरुरी हुन्छ भनेर उहाँहरूले योगा प्रोग्रामहरू गर्नुहुन्छ, कम्युनिटीलाई एकअर्कासँग भेटाउन कोसिस गर्नुहुन्छ। त्यो गर्दाखेरि हामीले कुनै वेमा चाहिँ सपोर्ट पाउँछौँ के। र कहिलेकाहीँ एक्लोपन हुँदाखेरि कम्युनिटी छ भनेर त्यहाँ जाँदाखेरि पनि कसैसँग नबोले तापनि त्यहाँ एउटा प्रेजेन्ट हुँदाखेरि पनि हामीले धेरै एउटा मनको शान्ति मिल्छ के। त्यसरी मेरो लागि चाहिँ यो कम्युनिटी भेटाउँदाखेरि मेरो एउटा भगवानको एउटा ओहो कस्तो दया रहेछ जस्तो लाग्छ कि, किनभने त्यहाँबाट हामीले धेरै काम गर्न सकेका छौँ। त्यसैले मेरो विचारमा चाहिँ यसरी कम्युनिटीहरूसँग चाहिँ मिलेर कामहरू गर्दाखेरि, समाज सेवाहरू गर्दाखेरि एउटा अर्कैपनको एउटा वाउ फ्याक्टर मिल्छ के। र त्यो गर्दाखेरि हामीलाई एकदम राम्रो हुन्छ। कम्युनिटी, हाम्रो नेपाली कम्युनिटीहरूको लागि चाहिँ मेन्टल हेल्थमा र फिजिकल हेल्थमा पनि राम्रो हुनसक्छ। त्यो चाहिँ मेरो विचार छ भाइ। एकदमै ठिक भन्नुभयो दिदी। म पनि एकदमै सहमत छु र तपाईँको यो कुराहरू सुन्दा एकदमै खुसी लाग्यो र यसै दौरानमा अब म अर्को क्वेसन तपाईँलाई दोहोऱ्याउन गइरहेको छु र समान चुनौतीहरूको सामना गरिरहेका र सकारात्मक जोखिम लिन नर्भस महसुस गर्ने अन्य व्यक्तिहरूलाई तपाईँ के सल्लाह दिन चाहनुहुन्छ? भाइ हेर्नुहोस्, कुनै बेलामा म एउटा यस्तो व्यक्ति थिएँ जसले चाहिँ आफूमा एकदमै कन्फ्युजन पाएको थिएँ नि त होइन। त्यसैले के भन्छु भने आफूलाई सम्हाल्नु हाम्रो आफ्नो एउटा प्रायोरिटी हो होइन।
आफूलाई सोच्ने, मैले के कुरामा चाहिँ आफूलाई नराम्रो गरेको रहेछु, आफूबाट सुरु हुन्छ। भनेको मैले राम्रो सोचेको छैन, मैले नराम्रो टक्सिक इन्भाइरोमेन्टमा म आफूलाई पाइरहेको छु। तर जति त्यो गरिरह्यो नि त्यति हामीलाई टक्सिसिटी बढ्छ नि त। त्यही भएर आफूले आफूलाई असेस गर्न एकदम जरुरी छ। सत्य बाटोमा जानु पर्यो। भनेको हो मलाई यो ठाउँ सुहाएन भनेपछि अब गर्ने के? आफूलाई असेसमेन्ट गर्दाखेरि आफूलाई बचाउन सकिन्छ। त्यो बेलामा गाह्रो फिल हुन्छ, तर त्यो नगरेसम्म नि हामीलाई अगाडि बढ्न गाह्रो हुन्छ। त्यसैले मेरो एउटा एडभाइस भनेको आफूलाई असेस गर्ने, अगाडि बढ्ने। राम्रो मान्छेहरू लाइफमा आउनेछन्, तर त्यो गर्न एकदम इम्पोर्टेन्ट हुन्छ। किनभने आफूले आफूलाई सत्य नबोलेसम्म हामी त्यो झुटको इन्भाइरोमेन्टमा बस्नेछौँ। भनेको होइन यो मान्छे ठिक हुन्छ मेरो लागि, इट्स ओके, तर त्यहाँ कति टक्सिसिटी छ त्यो बुझ्न जरुरी छ नि त। त्यो टक्सिसिटिजको कारण हामी मेन्टल हेल्थमा गाह्रो पाइरहेका छौँ। त्यसैले आफूबाट सुरु गर्नै पर्छ र राम्रो मान्छेहरू, राम्रो इन्भाइरोमेन्ट पाउँदाखेरि हामीलाई आफ्नो स्टेपहरू लिन एकदम सजिलो हुन्छ। त्यही भएर काउन्सिलिङ सर्भिसहरूमा जाने, राम्रो मान्छेहरूसँग भेटघाट गर्ने, एक्टिभिटिजहरूमा राम्रो गर्ने, योगा प्र्याक्टिस गर्ने, मेडिटेसन गर्ने, राम्रो खाने, टाइममा सुत्ने, यो सबै एकदमै जरुरी छ। आफ्नो वेलबिङबाट सुरु गर्दाखेरि अरूको वेलबिङमा हामीले अटेन्सन ल्याउन सकिनेछौँ। त्यही हो मेरो एडभाइस भाइ। र यही प्रश्न म मेरो भाइलाई गर्न चाहन्छु। एन्ड आइ एम सो प्राउड अफ यु येट वन्स अगेन भाइ। थ्याङ्क यू दिदी। अनि एकदमै मलाई खुसी लाग्यो तपाईँले जे कुरा भन्नुभयो, म पनि एकदमै सहमत छु त्यो कुरामा। र यसको साथसाथै अब हामीले पनि सुरुमा जब फुटबल क्लब स्टार्ट गरेका थियौँ, त्यसमा चाहिँ अब हामीले कसरी इन्क्लुसिभमा लयौँ भने मेन्टल्ली इल भएको अथवा फिजिकल्ली चाहिँ अलिकति अशक्त भएको मान्छेहरूलाई पनि इन्क्लुसिभ गरेर लैजाने भनेर हामीले चाहिँ त्यो वेमा स्टार्ट गऱ्यौँ, ताकि त्यसरी जब म आफै पनि एउटा फिजिकल्ली अलिकति डिस्टर्ब थिएँ 1-2 वर्ष नै। अनि त्यो हुँदाखेरि चाहिँ अब मैले त्यसरी रिलेट गर्न सकेँ। अनि त्यो भएर चाहिँ सबैलाई इन्क्लुसिभ लगेर जाँदाखेरि चाहिँ के फिल भयो भने हामी पहिला जम्मा 4-5 जना 5-6 जनाबाट स्टार्ट गऱ्यौँ र अहिले अब हामी 40-45 जना छौँ क्लबमा होइन। सो एउटा कम्युनिटी इस्टाब्लिस भयो। प्लस जुन चाहिँ अशक्त मान्छेहरूको लागि पनि एउटा प्लेटफर्म इस्टाब्लिस भयो कि अरूले गर्न सक्दो रहेछ भने मैले नि गर्न सक्ने रहेछु भनेर एउटा आत्मबल चाहिँ त्यहाँ बिल्डअप हुने एउटा प्लेटफर्म बन्यो। र त्यसको साथसाथै अब त्यो गर्दा-गर्दै आफूमा पनि एउटा आत्मबल के आउँछ भने अब यो मात्रै एन्डिङ होइन, योबाट फर्दर चाहिँ लाइफ राम्रो छ होइन, यु क्यान डु इट फर्दर भनेर त्यो एउटा फोकस, एउटा माइलस्टोन क्रिएट गर्न सकिन्छ लाइफमा भन्ने एउटा आत्मबल बढाउन सकिन्छ भन्ने चाहिँ म सबैलाई एउटा सल्लाह दिन चाहन्छु। र तपाईँ कहिले पनि नआत्तिनुहोला। तपाईँको सबको एउटा टाइम हुन्छ, कसैको ब्याड टाइम आउँछ, लाइफ भनेको ब्याड टाइम, गुड टाइमको कम्बिनेसन नै हो। सो ब्याड टाइम आउँदा नआत्तिनुहोला र गुड टाइममा धेरै नमात्तिनुहोला भन्दै म चाहिँ तपाईँहरू यो भनेको चाहिँ लाइफमा चुनौती भनेको आउनुपर्छ, नत्र लाइफ भनेको कुनै मतलब हुँदैन जस्तो लाग्छ। सो चुनौतीहरूलाई सामना गर्दै अब म चाहिँ गर्न सक्छु, अगाडि बढ्न सक्छु भन्ने भावनाले हिँड्नुभयो भने चाहिँ तपाईँको यो मेन्टल वेल-बिइङ र फिजिकल हेल्थमा पनि एकदमै हेल्पफुल हुन्छ भन्न चाहन्छु म चाहिँ। वाओ भाइ, वाओ, वेल वेल सेड भाइ। थ्याङ्क यू दिदी। अब यस्तै दौरानमा एकदमै खुसी लाग्यो यो कुराहरू गर्दा र सेयर गर्दाखेरि। र सुदिनाजीले चाहिँ केही भन्नुहुन्छ भन्ने पनि आश छ मलाई। ल सुदिनाजीबाट नि केही कुराहरू सुनौँ। ठिकै छ। अब एकदमै खुसी लाग्यो दिदी यो हामीले यसरी इन्टरभ्यू गर्दाखेरि र हाम्रो मेन्टल हेल्थ र फिजिकल हेल्थको बारेमा कुरा गर्दाखेरि र यसै गरी नै भेट भइरहनुपर्छ हाम्रो। अफ र कोर्स भाइ, माई प्लेजर। र सोसियल मिडियादेखि लिएर अब फेस टु फेस पनि भेट भइहाल्छ हाम्रो। सो हुन्छ त्यसै भाइ, गरी फर स्योर। राम्रोसँग बस्नुहोला, आफ्नो ख्याल गर्नुहोला र समाजको पनि ख्याल गर्नुहोला। सो यो सबै हाम्रो रेस्पोन्सिबिलिटी हो। हामी सबै मिलेर गर्दाखेरि सानसानो वेमा ठुलो कुरा गर्न सकिन्छ भाइ। यो नै ठुलो कुरा हो। आज जे सुदिनाजीले हाम्रो लागि गरिदिनु भयो नि, र यसबाट पनि हामीले धेरैलाई सेवा गर्न सकेका छौँ।